के तपाईँलाई थाहा छ कुखुरामा देखिने सिआरडी रोगको लक्षण र उपचारको बारेमा? कुखुरा पालन व्यवसायमा देखिने समस्यामध्ये सिआरडी रोग पनि एक हो। यो गर्मी मौसमभन्दा तुलनात्मक रूपमा चिसो मौसममा चाहिँ बढी देखिने गर्दछ। सही समय उपचार पाएन भने कुखुराको मृत्यु हुन सक्छ। यसको बाहिरी लक्षणको कुरा गर्नुपर्दा कुखुराहरू सुरुमा छिकछिक गर्ने, मुखबाट र्यालहरू बगाउने, आँखाहरू सुनिने र झोक्र्याउने गर्दछ। र भित्री लक्षणको कुरा गर्नुपर्दा लङ्सहरूमा इन्फेक्सन देखिने, एयर स्याक इन्फेक्सनहरू देखिने र उपचार नपाएको खण्डमा चाहिँ कुखुराको मृत्यु हुने गर्दछ। सुरुमा कुखुराहरूलाई चाहिँ सिआरडी सिरपहरू चाहिँ खुवाउने, लिभर टोनिकहरू खुवाउने, त्यसै गरेर चाहिँ मल्टिभिटामिनहरू पनि खुवाउने। यदि त्यति गर्दा पनि भएन भने हामीले चाहिँ एन्टिबायोटिक चाहिँ खुवाउनु पर्ने हुन्छ। खुवाउने मात्राको कुरा गर्नुपर्दा यिनीहरूको उमेर र तौलमा भर पर्ने हुँदा नजिकैको पशु स्वास्थ्य कार्यकर्तासँग चाहिँ सल्लाह लिएर उहाँहरूको सुझाव अनुसार चाहिँ खान दिनुपर्ने हुन्छ।